हेलो एन्ड नमस्ते सबैजनालाई फेरि पनि हजुरहरूलाई हाम्रो नयाँ भिडियोमा स्वागत छ। आज हामी बीटीका छाउको भिडियोमा रियाक्ट गर्न गइरहेछौँ। हाम्रो भिडियोलाई हेरेर लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला। आज बीटी कान्छा रिभ्युजमा म रिभ्यु गर्न लागेको छु मुभी ठेगाना। मलाई धेरै दिनदेखि मान्छेहरूले यो क्लिपहरुमा ट्याग गरिरहनु भएको छ। Everyone is laughing saying नखाने but no one is asking किन नखाने। यो हेल्थलाई राम्रो नहुने। सबैजना दिदीको एक्सेन्ट सुनेर खिल्ली उडाइरहेको छ तर कसैले सोधेको छैन किन छ यो एक्सेन्ट, किन बोल्दै छिन् दिदी यसरी। टु आन्सर अल अफ दिस क्वेशन्स भगवानले एउटा शूरवीर योद्धालाई यो धरतीमा जन्माएको छ। यस, दैट शूरवीर योद्धा इज आई, द म्यान, द मिथ, द लेजेन्ड, द बीटी। सो फिल्मको सुरुमा हामी देख्छौं कि दिस मुभी इज बेस्ड अन रियल स्टोरी। सी रियल में कसैले नखाने भनेको रहेछ बट तिमीहरु त जिस्काउनु पाए भने भइहाल्यो। No. बट द क्यारेक्टर्स along with the incidents are fictitious। अरे सो नखाने रियल हैन? No. मलाई कन्फ्युज बनाइदियो यार यिनीहरुले। If somebody is hurt, we ask for the height of forgiveness। हाइट ने माग्दै यार, हाइट। Something that Susta can't relate to। अभी स्पेशल जुरी अवार्ड जितेको रहेछ। तिमीहरु नखाने भनेर जिस्काइ बस, यता जुरी अवार्ड जितिसक्यो, लुजर्स। No. सो एक्चुअल फिल्मको सुरुमा हामी देख्छौं कि यो कपलको नानी नै भएको छैन एन्ड सोसाइटी इज टकिङ। बुहारीको कोख भरेन भने अर्को बिहे गर्नु पर्ला। सो दे ट्राई डिफरेंट थिंग्स। गोबर पखालेर त्यही जाउको रोटी बनाएर खानु। के बोल्छ नि? गोबर पखालेर त्यही जाउ। गोबर पखालेर त्यसको रोटी खाँदा थोडी बच्चा हुन्छ। कस्तो वाहियात कुरा गरेको। कुनै पनि र्याशनल या सोच्न सक्ने मान्छेले यस्तो हावा कुरा चाहिँ गर्दैन। मरी गइस, शी एक्चुअली इट्स इट। माय गॉड, ये सब क्या देखना पड़ रहा है। तर गोबरको रोटी खाएर बच्चा थोडी हुन्छ। त्यस्तो भयो भने त अन्धविश्वास प्रमोट गरेको जस्तो भयो। बच्चा भयो, गोबर खाएर बच्चा भयो। बुढाले कस्तो लागिरहेको होला, उसले गर्नु नसक्ने काम गोबरले गर्यो। गोबर, माय गॉड। बट देन एक दिन बुहारीलाई नातिनीबाट टाढै राख। किन? 18 वर्षसम्म बुहारीले यसको मुख हेर्न हुँदैन। तर किन? यदि हेरी भने मृत्यु योग परेको छ। हेर्दैमा मर्छ। साइक्लप्स हो कि आमा हो? अब ज्योतिषले त्यही भनिएको छ। यस्तो हावा कुरा थोडी मान्छ कसैले। 18 वर्षसम्म थोडी कुनै आमाले आफ्नो छोरीलाई आफूभन्दा टाढा। मरी गइस, मैले सोचेको त केही हुँदैन त्यो फिल्ममा। बाबा एक्टिङ नगर। ल सो कथामा के हुन्छ भने बुहारीको छोरीलाई उनीहरूले गाउँमा अर्को घरमा पुर्याइदिन्छन्। बट एक दिन अचानक मुंह से सुपारी निकाल के बात कर रहे बाबा। तू समझा नहीं? ये क्या बक रहे हो मादरचोद? के भन्छ यो बच्चा? त्यही त के भन्छ भनेको मैले पनि। इम्पोर्टेन्ट इन्फर्मेसन हो भने त अरूलाई भन्नु लाउनु न। ला सिरियस कुरा नै रहेछ। दिदी फेन्ट हुनुभयो। ला अब के भएको थियो त 17 वर्ष अगाडि? सबटाइटल भए पनि त राख्नु पर्छ नि। ये राज भी उसी के साथ चला गया सर। म ठुलो भएपछि दिदीलाई जसरी भए पनि खोजेर ल्याउँछु आमा। ओ, यसको दिदी हराएको रहेछ। आन्टीको पहिला एउटा नानी हुनु गाह्रो भइरहेको थियो, अहिले छोरा पनि भएछ। घरमा त गोबर वेस्ट नै हुँदैन होला है। नानी चाहियो कि गोबर खायो। सो यता आफ्नो रिसिडिङ हेयरलाइनलाई कपालले छोप्ने मान्छे इज अ टुरिस्ट गाइड जसको क्लाइन्ट इज दिस दिदी। दिदी कहाँको हो भनेर मान्छेले सोध्नै नसोधोस् भनेर उनीहरूले स्ट्याच्यु अफ लिबर्टीको अगाडि उभिएको फोटोसप गरिदिएका छन्। एन्ड सिन्स ही इज अ गाइड, हिज फर्स्ट थट व्हेन ही सीज हिज क्लाइन्ट इज चुवाचे सर। एन्ड यस्तो पनि हैन कि उसले एक्लै कोठामा मात्रै क्लाइन्टलाई च्वाक भन्छ। ही इज लाइक क्या च्वाक? Woo! Our accent didi is here. मन्ना खाने। What is chok? च्वाक। And हाम्रो गाइड क्लाइन्टलाई च्वाक त भन्छ नै। च्वाक। बट क्लाइन्टको रुम भित्र नक नगरी छिरेर क्लाइन्ट बाथरुममा के गर्दैछ त्यो पनि हेर्छ। Habity। कति टी। Gary। के अरे? Gary। कस्तो नाम हो यो? Do you wanna learn Nepali language? I think she needs it. मन्ना खाने। This is the first letter of Nepali language. Te kapurika. Kapurika. Good. Well done. Karayuka. Gai gorega.
मलाई आले नेपाली भाषा आउँछ कुमार कसरी आउँछ मैले अमेरिकामा एउटा नेपाली सङ्घ सिकेको अच्छा म पनि तिमी जस्तै नेपाली होइन ऊ जस्तै त छैन हामी कोही जस्तै छैन दिस इज अ ब्रान्ड न्यू नेपाली अमेरिकन फादरले मार्ने बेलामा भन्यो गेउरे तिमी नेपाल यति बिस्तारी बोल्दैछिन् दिदी यसरी त कहिले सक्नु मुभी म 4 वर्षको बेला उसले मलाई एडप्ट गरेको एड्याप्ट अमेरिका बसेको मान्छे इज सेङ एड्याप्ट एडप्ट अहिले म मेरो देश आएको कुमार मेरो बा आमा खोज्न आएको ए दिदी अलिक फास्ट बोल बा आमा बुढो भइसके तिम्रो सेन्टेन्स सकिनु अगाडि बा आमा नै सकिनु बेर छैन मेरो बा आमाले इङ्ग्लिस बुझ्दैन होला तिम्रो बा आमाले यो एक्सेन्ट पनि बुझ्दैन मेरो बा आमासँग धेरै कुरा गर्ने कुमार बेचारा तर दिदी सो डियरली वान्ट्स टु मिट हर पेरेन्ट्स भेटाउनु त पर्यो Okay, now give $1 million of a smile. एउटाको नेपाली ख अर्कोको इङ्ग्लिस ग गाई गरेका तिमी साथीको भएमा नजाने साथीको भएमा म पनि जाने मलाई लाने कुमार अघि यत्रो लामो गफ दि आमा बाउ भेट्ने भनेर अहिले यसको साथीको बिहामा जाने टिपिकल फरेनर बिहेभियर नेपाली कल्चर एन्ड ट्रेडिसन हेर्दै वाउ सच रिच कल्चर सच रिच हेरिटेज भन्दै बस्नुको लागि हेर्नु नि त्यहाँ अझै भ्लग गरी भने त पैसा कति कमाउँछ होला हे धाइ भाखा लाग्यो कुमार थैया पैसा त कमाउँथी बट भिडियो क्यामेराको लेन्स क्यापै खोलेको छैन आमा बाउ खोज्नु आएको मान्छे हेर्नु नि त्यहाँ सो गेउरी मिट्स यो केटाको आमा बाबा एन्ड सिन्स पाहुनालाई हामी भगवान जस्तो ट्रिट गर्छौँ हिरोको आमा इज लाइक थाहा पत्तो केही छैन नकचरी दे ट्रिट हर सो वेल लाइक उसलाई छुट्टै राखेर खाना दिन्छन् एन्ड देन सुँगेर आन्टीले पत्ता लगाइदिन्छ कि पिरियड भयो भनेर ल बर्बाद नछुनु भइछ नि यो Gary, it's your menstruation time. या अब के सबैजना घिनाउँछन् एन्ड नुहाउन जान्छन् एन्ड यो सब देखेर शी इज सेड सो स्याड बट दिदी स्टिल हियर बिकज उसले आमा बाउ खोज्नु भन्दा पनि बिहाको भ्लग बनाउनु छ छपरी भयो नो नो बट कोइन्सिडेन्स हेर्नु उसको आमा त बिहामै आइपुग्छ नमस्ते मामा नमस्ते माजु बिचारा आन्टीले कसरी चिनोस् उसको छोरी हो कि होइन अनुहारै हेर्नु दिएको थिएन सानोमा सो बिहा हुन्छ एन्ड अल एन्ड उसले आफ्नो भ्लगको लागि कन्टेन्ट पाउँछ एन्ड फाइनली ऊ जान्छ आफ्नो आमा बाउ खोज्नु थ्याङ्क्स गॉड एन्ड खोज्दा खोज्दै यो सबटाइटल बिनाको मान्छेकोमा पुग्छ के बुझोस् यो मान्छेले बोलेको यिनीहरूले उसको कुरा जसले सोधे पनि पाइलै नभएको सबै भन्छ अबे क्या बोल रहा है पिलियल बोल पिलियल बन्डल पे नाच्ने पाल्छ भने लाग्छ अरे मुझे चक्कर आने लग गया अरे त्यो बिचारी गौरी Gary, फाइनली उसलाई रियलाइज भयो गेउरे भनेको त गौरी हो भनेर व्हाट डिड यु थिंक गेउरे वाज गेउरे भन्ने वर्ड नै एक्जिस्ट गर्दैन गेउरे एक्टिङ नगर माकल नाम गएको एउटा विदेशीको धन्न फ्ल्यासब्याकमा गयो फुल नरेसन हानेको बाद त के बुझ्नु सो सानोमा यो खैरे आएको रहेछ नेपाल ओ यसले बिगारेको रहेछ नि त नाम गेउले भनेर मलाई आई डोन्ट अन्डरस्ट्यान्ड दिस खैरे पिपल के कम्प्लेक्स वर्ड्स चाहिँ राम्ररी प्रोनाउन्स गर्छ क्रोसोन एन्टरप्रेनर न्युमेन अल्ट्रो माइक्रोस्कोपिक सिलिको भोल्केनोकोइनोसिसहरू चाहिँ प्रोनाउन्स गर्छ तर हाम्रो सिम्पल नामहरू चाहिँ बिगारेर केही छैन राम कस्तो सिम्पल छ ऱ्याम गौरी सो सिम्पल सो यिनीहरू मिलेर गेउरीलाई बेचिदिन्छन् खैरेलाई सबै त भाउजू दाइ र फटा मिलेर गएका हुन् हामीले एटलिस्ट फ्ल्यासब्याकमा देख्यौँ के भयो यिनीहरूले त सुनेरै गेस गर्नु परिरहेको होला यता दिदी सेन्टी हुन्छ म मेरो आमालाई नभेट्ने किन नभेट्ने फेरि यति टाढो आएर क्याप चाहिँ ठिक ठाउँमा लाउनु भएछ दिमाग नै घुँडामा छ नि मेरो आमाले मलाई 11 दिनमा छोडेको कुरा त ठिकै हो तर भेटेन भने मुभी इनकम्प्लिट भइहाल्यो नि एन्ड त्यो नखाने पार्ट आएकै छैन सो जाऊ न भेट दिदी प्लिज ओके सो दिदी गोज उसको पेरेन्ट्स भेट्नु बट शी डजन्ट टेल देम कि ऊ यिनीहरूको छोरी गेउरी हो भनेर तिम्रो नाम पनि मेरो छोरीसँगै मिल्ने रहेछ कहाँ मिल्छ तपाईको छोरीको नाम गौरी उसको नाम गेउरी तर मेरो नाम गेउरे हो गेउरे न म नखाने आयो हाम्रो फेभरेट सिन आयो यो त मलाई कन्ठस्थै थाहा छ न म नखाने अलिकता खाऊ न यो हातलाई राम्रो नहुने थोरै भए पनि खाऊ न म नखाने हाम्रो यहाँ जसलाई बढी माया गरिन्छ नि उसलाई दुध दही घिउ पाइन्छ
ओके म खाने खाने दुई तिन लाइन भनेर मानेको ओके म खाने खाने यसरी नै खाने हो भने त नखाएको नै राम्रो। छि 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 हेर्नु नि त्यहाँ लिपस्टिकको ठाउँमा भात उसको बोयफ्रेन्डले त किस गर्यो भने पेट अगाउँछ होला। ओके फाइन, विदेशीलाई हातले खानु आउँदैन, तर कोही विदेशी यस्तो घिनलाग्दो पाराले पनि त खाँदैन के। विदेशी हुनु र अनसिभिलाइज हुनुमा केही त डिफरेन्स होला, बेसी नहोला तर केही त होला। हेर फुच्चेले जज गरिदिरहेको छ, यसलाई झन् कस्तो भइरहेको होला। च्वाक भनेको केटीले बाँदरनी जस्तो भात खाँदा। च्वाक च्वाक च्वाक। तिमी नै गौरी भन्ने थाहा पाएपछि तिम्रो बा आमा कति खुसी हुनुहुन्छ होला। No, I'm not Gauri. I'm still Gauri. दोनों अलग अलग होते हैं क्या? गेउरी अनि गेउरी अरे। I'm not Gauri. I'm still Gauri. This is like the dialogue from Kamine. वो मैं फ को फ बोलता हूँ। अरे फ को फ नहीं बोलेगा तो क्या ल बोलेगा? Why don't you understand, damn it? लु है दियो केटाले। Damn it. तर यो सब कुरामा आई एम वन्डरिङ कि कत्रो निधार चाहिँ होला यसको। यति कपालले छोप्दा पनि देखिने। Good question. You are a good question. ओ निधार प्रो मैक्स फाइनली देखे। वाह नेपाली केएसआई। नाउ आई क्यान डाई इन पिस। म तिमीसँग यो गाउँ घुम्दा यो फिल्म 1.5 घण्टामा सकिने हो म्याक्सिमम। दिदी यस्तो बिस्तारी बोल्ने तरिका वाक्कै भइसक्यो। तिमी जस्तै निर्दय हुन्छन् भनेर। अब कस्तो रिसाइरहेको बेला निर्दयको मिनिङ बुझाउनु पर्ने। यसरी त रिसको फ्लो नै बिग्रिन्छ नि। या निर्दय क्रुल। यस क्रुल। कसले बुझ्ने मेरो पीडा। अब पीडा बुझ्नुको लागि दिदी बोलेको बुझ्नु पर्यो पहिला। दिदी साउन्ड्स लाइक इफ डोनाल्ड ट्रम्प ट्राइड स्पिकिङ नेपाली। म जन्मेको 11 दिनमा मलाई घरबाट पठाएको। म कहाँ जन्मेको। बट नेपाली केएसआई इज भेरी गुड एट कन्भिन्सिङ। अब यी सब कुरालाई बिर्सेर नयाँ लाइफ सुरु गर ग्याउरे। एन्ड दिदी इज लाइक मेरो बा आमालाई भन्ने। लु भनिदेऊ त प्लिज एन्ड रिलिभ मी फ्रम दिस टर्चर। मनै गौरी भनेर भन्ने। ल भन न जाऊ। मेरो भाला पनि भन्ने। अब आमा बाबालाई भन्यो भने त भाइलाई पनि भन्छ, उसलाई थोडी लुकाउँछ यो कुरा। भन मनै तिम्रो दिदी भनेर भन्ने। अरे भन न यार, बाउलाई भन, आमालाई भन, भाइलाई भन, हजमलाई भन, ड्राइभरलाई भन, कुकुरलाई भन, सुँगुरलाई भन, छिटो भन। के साह्रो एउटै कुरा तन्काको। Don't worry कुमार, म भन्ने। म बा आमालाई भन्ने। भोइस ओभरमा पनि भनिरहेको छ, भन न भने यार भन। तपाईहरुको छोरी। लु अब चाहिँ फाइनली भन्नु आँट्यो। लु तपाईहरुलाई भेट्न आयो भने उसलाई के भन्ने। यो पनि घुमाएर सोध्नु पर्ने फेरि। माइ गॉड, सिधै सोधेको। ठिकै छ, भूमिका बाँधेको। ल भन। उसको खुट्टा समातेर भन्ने, छोरी हामीलाई माफ गरिदियो। दिदी गिभ खुट्टा डाइरेक्टली एन्ड एन्ड दिस। यसपालि मेरो छोरी गौरीको जन्मदिनको दिन तिमी त्यो दिनको लागि मेरो छोरी बन्देऊ न है। दिदी भनौँ न भइरहेको बेला आन्टीले यस्तो साइको कुरा गरिदिरहेको। इभन शी इज वन्डरिङ इज नो पेरेन्ट्स बेटर और कुकु पेरेन्ट्स बेटर, सो शी चुजेस नो पेरेन्ट्स। बाय बाय टाटा। बिहान दे रियलाइज कि दिदी हेज गन अवे, सो उनीहरू जान्छन् बस स्टप। बट दिदी इज क्लेभर। ऊ त हिँड्दै काठमाडौँ जानु हुँदैछ, हिँड्नै पर्यो। उसको देश अमेरिकाले गर्दा फ्युल क्राइसिस भइरहेको छ दुनियाँमा। #ग्लोबल पोलिटिकल ह्युमर। यता अङ्कल सिज दिदीको सानोको फोटो एन्ड ही रियलाइजेस कि ऊ त गौरी होइन, उसको छोरी गौरी हो। एन्ड आन्टी इज स्याड। बिचारा उहाँ त फर्स्टदेखि लास्टसम्म स्याड है यो फिल्ममा। What is this, sir? यता दे फाइन्ड हर विच वाजन्ट क्वाइट डिफिकल्ट कज हिँडेर जाँदै थियो। न मैना म नजाने। फ्रम म नखाने टु म नजाने वी अल ग्रू अप। Hey गौरी, don't be silly, okay? From Chwak to Silly, we all have grown up. यो सब कसरी भयो। And then Didi starts talking. मेरो मुख नहेर्ने कुराले भयो कुमार। And Didi talks. म आमासँग बसेको कति भयो कुमार। And Didi talks. मेरो बा आमा चेन्ज भयो। And talk के बेसी बोलेको। And then Didi फेरि वकिङ चल्दिन्छ। बोल्नु र हिँड्नु कति मजा आएको दिदीलाई। घरकै टाउको माथिबाट फ्लाइट पनि गयो। स्टिल बेटर VFX देन। बट दिदी त यता रहेछन् बिहान। सो फ्लाइटमा को गयो त? नेपाली युवा राम्रो भविष्यको खोजीमा आफ्नो देशलाई छोडेर। के यो प्लेन फर्केर आउँछ? नेपाल आमा पर्खिरहेको छ, त्यो युवा फर्केर आउँछ। तर यस्तो एक्सेन्ट लिएर चाहिँ नआऊ है प्लिज। छपरी भयो। यस्तो एक्सेन्ट छ भने चाहिँ उतै बस चुपचाप। ओके
ला धन्न सक्यो यो फिल्म बापरे मलाई डर लागिसकेको थियो म यसरी बोल्न ताल्छु भनेर मेरो त चाकमै चिसो पसेको जस्तो भइसकेको थियो सो हामीले यो मुभीबाट के सिक्यौँ गाई गरेका एक्ज्याक्टली भिडियो मन पर्यो भने लाइक गर्नुहोला शेयर गर्नुहोला सब्सक्राइब गर्नुहोला एन्ड हेर्दै गर्नुहोला बिटी कान्छ 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 हाम्रो पनि युट्युब च्यानल हेर्दै गरिदिनु होला यसै गरी सब्सक्राइब पनि सब्सक्राइब लाइक अनि सब्सक्राइब हेर्दिनु होला धेरै खुलो रे कुरो हेरेमै ठिक छ